Hello everyone. Welcome to our mini vlogs. Today we are in Treehouse Pokora. How are you guys? How goes your days? I will show today fun with friends. के छ भिडियो है ठीक छ नि बाटो रोकियो के ठीक छ बाटो छ आमालाई कस्तो लागिरहेछ मामा एकदम ठीक छ गर्न पोज दिइराखेको कस्तो लागिरहेछ भने गर्दै गर्दै हिँड के सन्दीप कस्तो लागिरहेछ मलाई त पछि पछि हिँड्ने हो ल मामा केही भन्नु छ केही भन्नु छैन हो ल स्वागत छ हाम्रो मिनी भ्लगमा के भन्नुस् आज केही छ सोल्टे भन्नु छैन मलाई अब हामी दोस्रो टाइम त्यता जाम न कि ट्री हाउस म चाहिँ उहाँहरू फर्स्ट टाइम आछौँ अब खाना के कस्तो हुन्छ अहिले खाएपछि बताउँला त्यसको प्रतिक्रिया होइन खाएपछि अर्को भिडियोमा भेटौँला अहिले चाहिँ यति घुम्नुमा यसो हेर्दै नजारा डुलाउँदै यता पनि यस्तो राम्रो छ यो पुरै जङ्गलको बिचमा है होइन तपाईँको गोर्खा भित्र गइसक्नु अहिले मलाई सम्झाइदिनु है भाषण गरी न यस्तो यहाँ वाटरफल छ होइन त्यो माछा सुखा पाउने वाटरफल हो ल भन्नु न यो वाटरफललाई चाहिँ यो माछा पहिला थिएन अहिले बनाएर चाहिँ हो हजुर होइन अनि यहाँ गणेशको ट्री हाउसको छत्तर उसमा यसको नाम ट्री हाउस रहेको हुनाले जङ्गलको बिचमा छ र जङ्गलको भाइब आउँदैछ एकदम हरियाली शान्त अब यसो साथीहरूको प्रतिक्रिया बुझौँ सोधेर हेर्छु एकदम यता हेर न कस्तो लागिरहेको छ एकदम रमाइलो कति वर्षपछि भेट भइरहेछ साथीसित के खाने विचार छ खाइसक्यो नि काँक्रो चोरेर काँक्रो चोर त खाइसक्यो अब अरू के चोरी थाहा छैन उता पनि सोध न सन्दीप कस्तो लागिरहेछ हामी अहिले पिङ खेलिरहेको छौँ हेम्जाको ट्री हाउसमा ट्री हाउसमा कति वर्षको भेट हो हाम्रो भयो होला 5-7 वर्षको भेट हो बढी नै हो होला ल ठिक छ पहिला जस्तो थियो त्यस्तै छ नि अलिक कपाल मात्र बढ्यो मान्छे त ह्यान्डसम हुन् अरू केही भन्नु छ सन्दीप अरू केही छैन मेरो ल घले तिमीले केही भन्नु छ मेरो बिस्तारै जान्छ अनि अलि युट्युब खोलेर हेर्नु भयो नाला भित्र ल है हाम्रो अब ट्रक चला भाइले यहाँ फायर गर्दैछ है गणेश यता हेर नदेखाउ यार गणेश हाम्रो अलिकति भोगाएको अवस्था छ अहिले नआएछ भन्नु यहाँ सोल्टीले चाहिँ हाम्रो अब अनलाइन बिजनेस गर्दैछन् यहाँबाट के अरे त्यो ऊ देऊ न फलाम काट्ने त्यो चक्का त्यहाँ ऊ छ नि त्यो निकालेर त्यो फलाम काट्ने चक्का देऊ त सर काटिदिनु त भाइले हो त हरियो डिब्बामा हरियो डिब्बामा भनेको त भाइ त आगो लागिदिनुको लागि उतापट्टि देखा न तेरो अनुहार नदेखा यो त हाम्रो सोल्टी हामीलाई एकदमै नयाँ ठाउँ लिएर आउनुभयो सोल्टीले होइन यी भाइले फेरि यहाँ लेक्कु रहेछ है होइन भाइ के मगाउनु ल भाइ के भन्नु छ यसो भनिदियो त भाइ पख त्यो लानुहोस् एकदमै नाङ्गो त्यही हो यो यो सँगै हो कि हो त तर यो भन्दा स्प्राइट खानु यसो साथै स्प्राइट पाइन्छ स्प्राइट पाइन्छ त्यसो साथै स्प्राइट ल्याउनु न त भ्याइएपछि भिडियो बनाउँछ ल यहाँ गणेशले खाना सुरु गरेछ है अब यहाँ सब हुँदैछ पहिला देऊ अनि अनि स्क्रु पनि देऊ 6 लाइनको 19 एमएमको अनि चटनी चाहिँ मिठो रहेछ चटनी
पन्जा लाउने कोही छ लगाइदिउँ न पन्जा निकाल लाऊ पैसा लाग्दैन के लाग्दैन पन्जा के रे पैसा लगाइदिएन भने जे पनि लगाइदिन्थ्यो यो नि खा यो मान्छेले मेरो मात्रै तिमी पनि मान्छे अजिब हो कस्तो मेरो हुन्छ हेराखेर निकालिदिनु भयो अहिले हेराखेर पन्जा एउटा घुसार्नु म यसरी यहाँ ट्री हाउसमा आएर होइन तपाईँहरू यो भिडियो हेरेर पनि आउनु सक्नुहुन्छ है तपाईँ प्रचार प्रसार गरिदिएको युट्युब खोल्न तिमीले युट्युबमा गएर सब्सक्राइब गरेर हेर है हाम्रो के हो नाम मेरै नाम म छ सेयर गरिदिनु मैले सब्सक्राइबै छैन के के भन्दा यो खाएँ 350 रुपियाँ त उसको भयो पाइपको यो मान्छे क्यापको 200 रुपियाँ गर्यो एउटा सेटको 100 ल्याइदियो है ए हस् अनि त्यसपछि अलि एक गिलास त हुन्छ नि यहाँ दियो पुलमुनि पुग्यो ज्याउ है पुलमुनि पुग्यो बिस्तारै जानुपर्छ नयाँ गाछ होइन फुलमुनि पुग्यो म ताने लैजान्छु नि तान्नु खोजेर अनि यसले भोलि बिहान सब पुऱ्याउँछन् यसलाई चलाउँछु नि भोलि बिहान सब पुऱ्याउँछन् तब ढुक्क भयो होइन अब घलसर म जान्छौँ घलसर मेरो स्टोर चलाउनु छ तिमीले दुइटा आया हो न होइन मामाले चलाउँछु म लाइसेन्स मेरो तिम्रो लाइसेन्स त मेरो हुन्छ केही भएन अहिले त चेकिङ गरिदिनु त्यस्तो पहिला जस्तो अहिले त अहिले त गर्न पाउन्न लाइसेन्स बिल जफत गर्न पाउँदैन मलाई अस्ति नै मैले भनिसकेँ कि राखिराखेको बेला चेक ल गणेश बस न तिमी नै दुइटै बस न भिडियो बनाऊँ ल कि तिनटै बसेन ल आउनु ल सुनिन् न सुनि ल खेल न खेल हलिँदो मजा मान्दो रहेछ के ल युट्युबमा आउने भिडियो हो नि त यो ल सुनिन्छ यहाँ ल यो भने अलि मजाले खेलौँ न यार युट्युबमा आउने भिडियो हो कि कस्तो भइरहेछ रमाइलो भइरहेको छ कहाँ गयो हामी हामी ट्री हाउस स्टोर होइन रिसोर्ट कस्तो स्टोर आएर चलाउँछ तिमीलाई यो ट्री स्टोर अब हाँसी मजाक अब म बनाउँछु घलसर बनाउँछु कि हामी कहाँ आएको अरे ट्री स्टोर ट्री स्टोर हामी कहाँ आएको अरे बाबु ट्री हाउस अलि मचाउने यार ल है हाम्रो साथीहरू मजा लिँदै हुनुहुन्छ जङ्गलमा आएको कस्तो भइरहेछ अहिले कस्तो भइरहेको छ घले डर लागिरहेको डर लाग्छ हिँड्न गर समाता दुईजना भएर म पुऱ्याउँछु तिमी बसी पछाडि मात्र हो अगाडि चलाउँछु तिमीले 5 घन्टा पुऱ्याउँछु 1 घन्टाबाट 5 घन्टा पुऱ्याउँछु अरू केही भन्नु छ के भन्नु जे भन्नु तिमीले भनिहाल्यो अब अहिले हाम्रो भेट कहिले होला कसरी हो यो सुता न गणेश कसरी हो त नि यो म भगे कसरी हो छुट्टिएला फेरि यस्तै म देखाउँछु तिमीलाई यता यहाँ प्रत्यक्ष हेर्न सक्नुहुन्छ यो त पण्डित रहेछ अहिले फेरि आज 18 मचाउनु पर्छ ल कस्तो भइरहेछ गणेश रमाइलो भइरहेछ ठोकिन ला हा दसैँ आयो दसैँ आयो अरे मजा आउँदो रहेछ हो ल मामा के भन्नु केही भन्नु छैन उहाँ पिङ खेल्नु भएछ म यहाँ बस्छु उहाँलाई पिङ खेला सन्दीप के भन्नु छ होइन ल क्यामेरा पनि दिएर हँसला अब यिनले उहाँ पोखरा पिङ खेल्न नपाएर यहाँ ट्री रिसोर्टमा आएर खेले हन्
यो पनि तुडेला फेरि यहाँ सर्न हेर्न सक्नुहुन्छ यहाँ गणेशलाई गणेशले फेरि यहाँ पायो भने के खेल्ने ल दुईटा हात छोडे गणेश दुईटा छोडेर दुईटा हात छोडेर वेस नमस्ते गर रमाइलो भइरहेछ ल भयो ल मामा दुईटा छोडे मामालाई अलि मच्चाइ दे ल फोटो समात्नु हो ल भन मजा आइरहेको छ नि तपाईँलाई सोल्टी मामा मजा एकदम मजा आएर हो र अरू केही भन्नु छ भने भन्नु है तपाईँहरू पनि आउनु सक्नुहुन्छ होइन यहाँ छुट्टी छ टाइममा सन्जु बाबु तिम्रो पाले त सन्जु बाबु ल डर त लागेन नि तिमीलाई ऊ त भाँचिन लाएर ल भयो तिमी धेरै नै खेला ल हात छोडा दुईटा हात छोडा यसरी तपाईँहरू पनि रमाइलो गर्न सक्नुहुन्छ छुट्टीको टाइममा आउनुहोस् घुम्नुहोस् होइन के हेर्नु छ आँखाले हेरिन सक्नुहुन्छ रमाइलो छ दृश्य यसरी हाम्रो यात्रा अगाडि बढिरहेको छ अब हामी अन्तिम क्रममा आइसकेका छौँ आजको दिन पनि यस्तै छ रमाइलो छ कस्तो लागिरहेको छ रमाइलो रहेछ ठिक छ वर्षौँ दिनको भेट तिमीलाई कस्तो लागिरहेको मलाई तिमीलाई देखेर धेरै धेरै खुसी लागिरहेको छ ल धन्यवाद यस्तो दामी देखिँदो रहेछ उजेला आयो क्या है जाम्लो हामी टिभी हाउसबाट बाहिर निक्लिँदैछौँ है अब हाम्रो कार्यक्रम आजको पनि सकियो घुमघाम होइन होइन सोल्टी आज लास्ट हो लास्ट भन न अहिले लास्ट हो अब कुनै दिन आइला फेरि अब फेरि अर्को दिन जुर्नुपर्छ अब हामी गेटबाट बाहिर निक्लिनु छ उता हेर्नु सुन्छ गणेशले यसरी धुवा उडाउँदैछन् गणेशलाई देखाउने अरूलाई अन्त गणेशले यहाँ खलासीका काम गर्दैछन् पछाडि अगाडि पछि ड्राइभर पछाडि खलासी भन्छ होइन तिमी अघि नै भिडियो बनाउनु यो त हाम्रो सोल्टी तल र बाटो यस्तो छ है अब यहाँ मौसम यस्तो दामी छ चिसो हावा सोल्टीले यहाँ कुदाइरहेको छ नि कट्टला गणेश डराएको त छैन यहाँबाट धेरै ठक्कै भन्ने बाटो यो बाटो पर हेर्न सक्नुहुन्छ तपाईँहरू पछि आउन सक्नुहुन्छ यहाँ बिहा हुँदैछ गणेश भाषार जाने हो कि माथि 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 कि माथि निस्किन्छ क्या निक्लिने कि कहाँ निक्लिने हो
त फेरि अनि मजा गणेशले सुप खान बिर्सेछ न लाने यो फेरि फर्काएर ए सुकाएर होइन अब सुत्न हाने मैले भाइ सोल्टीको दोकानको आँडा खाऊ भनेर खाउला भन्नु मैले ए सबै भिडियो